श्रम संस्कृति पार्टीको देश बनाउने भिजन कस्तो छ भन्ने बारे बुझौँ। नेपालमा युवाहरूको भविष्य, शिक्षा प्रणाली र आत्मनिर्भरता सम्बन्धी गम्भीर संरचनात्मक सुधारको आवश्यकता स्पष्ट देखिन्छ। यही सन्दर्भमा निम्न कार्यहरू व्यावहारिक रूपमा लागू गरेर युवाहरूको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्य राखिएको छ। 1. शिक्षा प्रणालीलाई सैद्धान्तिकबाट व्यावहारिक बनाउने कार्य। हालको शिक्षा प्रणाली अत्यधिक सैद्धान्तिक छ, जसले विद्यार्थीलाई रोजगार वा उद्यमका लागि तयार पार्दैन। त्यसैले हप्ताको 3 दिन सैद्धान्तिक अध्ययन र 4 दिन व्यावहारिक तथा सिपमूलक प्रशिक्षण लागू गरिनेछ। अपेक्षित परिणाम: विद्यार्थीहरूले विद्यालय तहदेखि नै वास्तविक सिप सिक्नेछन्, बेरोजगारी दर घट्नेछ, विदेश पलायनको दबाव कम हुनेछ। 2. युवाहरूका लागि अनिवार्य राष्ट्रिय सेवा तथा अनुशासन प्रशिक्षण कार्य। कक्षा 12 पछि सबै युवाहरूलाई 6 महिनाको अनिवार्य सैनिक वा राष्ट्रिय सेवा तालिम प्रदान गरिनेछ। अपेक्षित परिणाम: अनुशासन, नेतृत्व र जिम्मेवारी विकास हुनेछ। राष्ट्रिय एकता र चेतना बलियो हुनेछ। युवाहरू मानसिक र शारीरिक रूपमा सक्षम बन्नेछन्। 3. युवाहरूलाई राजनीतिक दुरुपयोगबाट जोगाउने संरचना निर्माण कार्य। युवाहरूलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिलाई रोक्न उनीहरूलाई स्वतन्त्र सोच, विश्लेषण क्षमता र नागरिक चेतनामा आधारित प्रशिक्षण दिइनेछ। अपेक्षित परिणाम: युवाहरू इन्फर्म सिटिजन बन्नेछन्, अन्ध समर्थनको सट्टा तथ्यमा आधारित निर्णय गर्नेछन्, लोकतन्त्र बलियो हुनेछ। 4. विद्यालय तहदेखि उत्पादनमूलक शिक्षा अनिवार्य लागू गर्ने कार्य। विद्यालय पाठ्यक्रममा कृषि, प्रविधि, उद्यमशीलता र आर्थिक सिपहरू अनिवार्य रूपमा समावेश गरिनेछ। अपेक्षित परिणाम: विद्यार्थी जब सिकर होइन, जब क्रिएटर बन्नेछन्, स्थानीय उत्पादन र अर्थतन्त्र बलियो हुनेछ। 5. युवाहरूलाई प्रत्यक्ष राष्ट्र निर्माण गतिविधिमा संलग्न गराउने कार्य। युवाहरूलाई श्रमदान, वृक्षारोपण, पूर्वाधार निर्माण र सामुदायिक उत्पादनमूलक कार्यहरूमा अनिवार्य रूपमा सहभागी गराइनेछ। अपेक्षित परिणाम: देश निर्माणमा युवाहरूको प्रत्यक्ष योगदान हुनेछ, जिम्मेवारी र स्वामित्व भावना बढ्नेछ। 6. दीर्घकालीन रूपमा आत्मनिर्भर युवा पुस्ता निर्माण गर्ने कार्य। दीर्घकालीन नीति मार्फत युवाहरूलाई सिपयुक्त, आत्मनिर्भर र आर्थिक रूपमा सक्षम नागरिक बनाइनेछ। अपेक्षित परिणाम: विदेशमा श्रम गर्नुपर्ने बाध्यता कम हुनेछ, देशमै अवसर सिर्जना हुनेछ, राष्ट्रिय विकासको गति तीव्र हुनेछ। नमस्कार, जय नेपाल।